म भीमकुमारी बुढाथोकी म बाबेश्वरबाट स्वर्गीय बाबा गंगाबहादुर विश्वकर्मा आमा फुलमाया विश्वकर्माको कान्छा छोरा श्रीमती रोजिना विश्वकर्माको श्रीमान श्री विवश विश्वकर्माको वैदेशिक रोजगारको सिलसिलामा करिब 2 वर्षदेखि रोमानियामा काम गरिरहेका थिए र त्यसै क्रममा मिति 2082 साल असार 6 गतेका दिन काम गर्ने स्थानबाट आफ्नो साइकलबाट आफ्नो कोठामा जाने क्रममा साइकल दुर्घटनामा परि मृत्यु भएकोले स्वयं मृतकको विवश विश्वकर्माको छोरा वर्ष 6 को रिजन विश्वकर्मा र वर्ष 3 को रियासा विश्वकर्माको नाममा अध्ययन अध्यापन गर्नको लागि यसै मंगला गाउँपालिकाका वार्ड नम्बर 5 बस्ने सेराफाटका स्वर्गीय बाबा पुरुषोत्तम ढकाल स्वर्गीय आमा हिरा ढकालको छोरा साइला बलभद्र ढकालले स्वर्गीय आफ्ना आमा बुबाको नाममा रु 4 लाख रुपैयाँ र दुवैजना बच्चाको नाममा 2 लाखको बाल खातामा 2 लाखको दरले जम्मा गर्नुभएको छ र आफ्नो उहाँले चाहिँ उहाँ जुन मृत्यु भइसकेपछि हस्पिटलबाट निकाल्नेदेखि लिएर हरेक प्रयासहरू यहाँ नेपालबाट उहाँ कम्पनीमा काम गरिरहेको कम्पनीमादेखि लिएर उहाँले सहयोग पुर्याउनु भइरहेको थियो र यहाँ नेपाल ल्याइसकेपछि पनि उहाँले काठमाडौँमा यहाँबाट जाने जति जानुभयो उहाँको विवश विश्वकर्माका इष्टमित्रहरू आफ्नो श्रीमती परिवारहरू जति जानुभएको थियो उहाँले आफ्नै होटलमा राख्नुभयो राखेर अनि आउने क्रममा पनि गाडी भाडा सुधा सबै उहाँले नै जिम्मा लिनुभयो उहाँहरूलाई तिराउनु भएन र बीचमा सहयोग उठाउने क्रममा उहाँ घटना भइसकेपछि पैसा चाहिएको थियो उहाँलाई जुन विदेशबाट यहाँसम्म ल्याउदासम्मको लागि त्यसको लागि चाहिँ सुरुमा पैसा सहयोग गरेर उठाउने क्रम सुरु गर्नुभएको रु 20,000 सहयोग गर्नुभएको थियो र त्यति बेला 20,000 सहयोग गर्नुभएको थियो भने अहिलेको लागि बच्चाहरूको लागि 2टा छोरा र छोरीको लागि 2 लाखका दरले 4 लाख जम्मा गर्नुभएको छ उहाँ बलभद्र ढकालज्यूले यसै हाम्रो यो स्वर्गीय विवश विश्वकर्माको मृत्यु भइसकेपछि उहाँको नाममा उहाँको छोराछोरी पठन पाठनको लागि जुन बलभद्र ढकालज्यूले रु 2 लाख गरेर 4 लाख अध्यापनको लागि जम्मा गरिदिनु भएको छ खातामा उहाँहरूको स्वयं बालबालिका बचत खातामा पुत्रीको बचत खातामा जम्मा गरिदिनु भएको छ बलभद्र ढकालज्यूलाई र उहाँको परिवारलाई विशेष उहाँ हाम्रो विवश विश्वकर्माको स्वर्गीय विवश विश्वकर्माको परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नै बलभद्र ढकालज्यूको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु।